युवतीले दिन धोका, लाइभमै आत्मदाहको प्रयास। युवतीले धोका दिएको भनी चन्द्रगिरीका एक युवकले फेसबुक लाइभमा आएर आत्मदाहको प्रयास गरेका छन्। उनले आत्मदाह गर्न लागेको कुरा प्रहरीले थाहा पाएपछि उनलाई उद्धार गरी कीर्तिपुरको वर्ण अस्पताल लगेको जानकारी प्राप्त भएको छ। हिजो राति 12:30 बजेतिर स्थानीय उत्तम कार्कीले फेसबुक पेजमा लाइभ गरी आफ्नो शरीरमा आफै आगो लगाएका थिए। उनको हात र अनुहारमा जलेको छ। स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। एक युवतीले मानसिक तनाव दिएको, उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको, प्रहरीले आफ्नो कुरा नसुनेको र यी सबै कारणले कान नसुन्ने बुवा र आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने युवकले बताएका थिए। उनले दुःख दिएको भने कि युवतीको उजुरीको आधारमा यसअघि 18 दिन हिरासतमा बसेको र अभद्र व्यवहारको मुद्दा खेपेको उल्लेख गरेका छन्। यस घटनाले युवाहरू पनि प्रेममा हार सहन सक्दैनन् भन्ने कुरालाई झल्काएको छ। कसैलाई साँचो प्रेम गर्नु सँगै आफ्नो कारण परिवारले दुःख पाएको सहन नसकेर ती युवकले यस्तो गरेको अनुमान गरिएको छ।